यसरी म्याथ जति गरे पनि बुझ्दिन यो म्याथ बनाउने मान्छेको हो कि यो खासमा म्याथ कसरी बुझ्ने हो क्या के हो केटा म्याथ बुझिनस् तैले कति बुझ्दैन सर ल तैले म्याथ नबुझ्ने किन साच्चै जान्न चाहन्छस् नि तैले ल आज म भनिदिन्छु तिमीलाई तिमीले विशेष गरी म्याथ नबुझ्नुको कारण रिजन नम्बर 1 ल तैले मलाई भन अलि अस्ति न टेस्ट हुँदाखेरि हाम्रो अप्सनल म्याथको टेस्ट थियो तैले एले सुनिलले तलाई इन्भर्स फंक्सन भनेर पढाइराख्यो हो कि हैन त्यो मैले पहिले पढाइसकेको थिए तर तैले बुझेको थिएनस् तर टेस्टको लागि इम्पोर्टेन्ट छ यो क्वेशन इम्पोर्टेन्ट छ भनेर भनिदिसकेपछि सुनिलले तलाई पढायो तैले बुझिस् र त्यो तलाई अहिलेसम्म याद छ कि नै छ हो तैले त्यति सुनिलले पढायो के सुनिल मभन्दा राम्रो टिचर हो हैन तर सुनिलले पढायो तैले बुझिस् तर मैले पढाइरहेको बेला बुझेनस् कारण पहिलो कारण किनभने सुनिलले पढाउने बेला तैले त्यो कुरा बुझ्न चाहिरहेको थिइस् सुनिललाई तैले आफै बुझा भनेर भनेस् कि हैन आफै बुझा भनेर नबुझ्ने त हुन्न किनभने तैले त्यति बेला बुझ्न खोजिरहेको थिइस् तेरो कन्सन्ट्रेसन पुरै त्यही क्वेशन माथि थियो र तेरो इन्ट्रेस्ट थियो तैले त्यो कुरा बुझ्नमा तेरो इन्ट्रेस्ट थियो के फर्स्ट कुनै पनि कुरा पढिरहेको बेला तिमीले त्यो कुरालाई के गर्नु पर्यो इन्ट्रेस्टका साथ हेर्नु पर्यो ठीक छ अनि दोस्रो जब तैले यसले तलाई पढाइरहेको बेलामा सबै भन्ना बित्तिकै स्वाट्टै त बुझिनस् अनि बीचमा नबुझ्दाखेरि तैले सुनिललाई सोधिस् कि नै क्वेशन यहाँनिर बुझा छैन फेरि बुझा राम्रोसँग भनिस् कि नै भनिस् तर जब त्यही कुरा मैले पढाइरहेको थिएँ त्यति बेला तैले नबुझ्या बेला मलाई सोधिस् सोधेनस् भनेपछि 2 नम्बरमा आस्किङ क्वेशन क्वेशन सोध्दैन के तिमीहरूले ठीक छ बुझेन भने त्यति बेलै क्वेशन गर्ने के सरलाई सर मैले यहाँनिर बुझेको छैन कसरी हुन्छ भनेर ल अनि तेस्रो के छ भन्दाखेरि ल मानम तैले तलाई बुझ्न इन्ट्रेस्ट पनि भयो अनि क्वेशन सोधेनस् भनेपछि अनि त्यसपछि बुझिन्न तर ल तलाई इन्ट्रेस्ट पनि भयो क्वेशन पनि सोधिस् र त्यति बेला बुझाइरहेको बेला तैले बुझिस् तर मैले बुझाएको कुरा तैले बुझिस् भने पनि बिर्सिन्छस् तर सुनिलले बुझाएको कुरा तलाई अहिलेसम्म किन याद छ किन म भन्ने किनभने तैले त्यति बेला एक्जामको लागि इम्पोर्टेन्ट छ भन्ने थाहा पाइसकेपछि तैले त्यो क्वेशनले प्र्याक्टिस गरी गरी तैले कपी भराइस् कि हैन हो तर मैले कुनै पनि कुरा इम्पोर्टेन्ट छ राम्रोसँग पढ एक्जामको लागि आउँछ भनेपछि तैले त्यसलाई त्यतिकै प्र्याक्टिस गर्छस् त्यतिकै ध्यान दिएर गर्छस् त्यतिकै बुझ्न खोज्छस् एक्जाममै ढुक्क आउँछ भनेपछि मात्रै हो तिमीले गर्ने तर अर्को कुरा 3 नम्बरमा के प्र्याक्टिस गर्दैनौ के तिमीले ठीक छ विद्यार्थीले नबुझ्ने कुरा भने त्यही सुरुमा एउटा सरले पढाउने बेला इन्ट्रेस्ट हुन्न दोस्रो क्वेशनहरु सोध्दैनन् र तेस्रो प्र्याक्टिसको कमी म्याथमा तिमीहरूले यति 3टा कुरा फलो गर्यौ भने म्याथ जसले पनि बुझ्छ जसले पढाए पनि बुझ्छ ठीक छ र कहिले बिर्सिदा पनि बिर्सिन्न म्याथ पढ्ने भने यसरी ठीक छ अबदेखि पढिन्छ अबदेखि म्याथ बुझिन्छ गुड